नमस्कार अनि स्वागत छ सबैलाई हाम्रो मेरो युट्युब च्यानलमा। आज हामी चाहिँ होइन गो स्किलको च्यालेन्ज नम्बर 1 गर्न गइरहेको छौँ। यो चाहिँ उसले सल्युसन गरेर हारि पनि छ। मैले आफ्नो प्र्याक्टिसको लागि मात्रै यो फिल गर्दैछु होइन। तपाईँहरू कसैलाई अब यसो राम्रो लाग्यो भने हेर्नु होला, अन्त त्यसको युट्युब च्यानलमा गएर हेर्दा पनि हुन्छ। यो चाहिँ हाम्रो डाटा रहेछ। यसमा हामीले रिजन निकाल्नुपर्छ। रिजन यो रोको मिडलमा छ। त्यस पछाडि हामीले यिनीहरूको सम गर्नुपर्छ। त्यस पछाडि 2500 भन्दा माथि कति छ हामीले काउन्ट गर्नु पऱ्यो। त्यस पछाडि एउटा चार्ट बनाउनुपर्छ। यसको मेन प्रब्लम, यो गो स्किल च्यालेन्ज नम्बर 1 दिएको मेन प्रब्लम भनेको चाहिँ हामीले यसलाई यो भ्यालुलाई यहाँ पेस्ट गर्दाखेरि अटोमेटिक डाइनेमिक हुनु पऱ्यो। ल अब सुरु गरौँ। त्यसको लागि सबभन्दा टेबलमा कन्भर्ट गर्नुपर्छ। टेबल कन्भर्ट गरिसकेपछि मात्रै भ्यालु आफै लाग्छ। यसको यो मिडलको निकाल्नुको लागि मिडको टेक्स्ट भनेको यो भइहाल्यो। सर्च स्टार्ट नम्बर। अब हामीले यसलाई डाइनेमिक बनाउनुपर्छ। त्यसको लागि हामी सर्च फङ्सनको युज गर्छौँ। अब हामीले के सर्च गर्ने त? यहाँ आएको यो सर्च गर्ने, कहाँ सर्च गर्ने, यतिमा सर्च गर्ने। सुरुमा जे आउँछ त्यही हो। त्यस पछाडि यसमा एक जोडेर हामीलाई बिचमा कतिवटा 3टा छ यो भइहाल्यो है। त्यसले अब यसमा सरी है के भन्छ सम इफ हाम्रो रेन्ज कुन हो? हाम्रो रेन्ज यो क्राइटेरिया रेन्ज। त्यस पछाडि हाम्रो क्राइटेरिया के हो? यो सम रेन्ज कहाँ छ? यहाँ छ। त्यस पछाडि क्यालकुलेसन हुन्छ काउन्ट इफ। हाम्रो रेन्ज कुन हो? हाम्रो रेन्ज यो हो है। हाम्रो क्राइटेरिया के हो त? हाम्रो क्राइटेरिया भनेको 2500 भन्दा ठुलो 8वटा छ। यसलाई हामीले 2000 बनाइदिउँ भन्यो भने आफै काउन्ट गर्छ है। 2000 भन्दा ठुलो। अब एउटा चार्ट इन्सर्ट गरौँ है त। पिभट चार्ट डाइरेक्ट इन्सर्ट गरौँ न। पिभट चार्ट होइन, पिभट चार्ट मात्रै एक्जिटिङ लोकेसन यहाँ हालिदिउँ। ओके। हामी के हालौँ भने एमाउन्ट भ्यालुमा रिजन यसमा त्यस पछाडि यसमा गरौँ हटाइदिउँ। यो सकेछ। एडमा त्यस पछाडि एड गरिदिउँ डाटा लेबल्स। त्यस पछाडि कहाँ होला ग्रिड लाइन हटाइदिउँ। अलिक राम्रो देखाउँछ। भइहाल्यो। यति गरिसकेपछि टाइटल पनि एउटा राखिदिइहालौँ। टाइटल चार्ट टाइटल के हो भने टोटल अफ रिजन प्रोसेस बाई रिजन होइन। अब जस्तै यो भयो हाम्रो, यसलाई हामीले कपी गऱ्यौँ न, यहाँ पेस्ट गर्दाखेरि डाइनेमिक हुन्छ। आफसे आफ यो अपडेट हुनुपर्छ है। देख्नुभयो तपाईँले आफसे आफ अपडेट भयो। 9000 छ, 8 छ, अहिले सबै
चेक गर्नु है आफसे एप अपडेट हुन्छ। यही थियो हाम्रो पहिलो च्यालेन्ज होइन, कम्प्लिट गरेँ। यो चाहिँ मैले मेरो